गुरुत्वाकर्षण हामी सबैले अनुभव गर्ने कुरा हैन त? तर के होला यदि हामीले यसलाई सधैँभरि गलत बुझिरहेका रहेछौँ भने? के यो कुनै रहस्यमय शक्ति नै होइन, बरु ब्रह्माण्डको बनावटको एउटा हिस्सा हो कि? ल, आज यसबारे अलिक गहिरिएर कुरा गरौँ न। एकछिनलाई कल्पना गरौँ त, के होला यदि हामीलाई तल तानिरहेको कुनै शक्ति नै छैन भने, र हामीले खस्नु भनेको त वास्तवमा सबैभन्दा सोझो बाटोमा हिँड्नु हो भने? हो, यही अनौठो प्रश्नले नै वास्तविकतालाई हेर्ने हाम्रो पुरै दृष्टिकोण बदल्न सक्छ। त्यसो भए सुरु गरौँ पहिलो अवधारणाबाट। हामीले ब्रह्माण्डमा वस्तुहरूले लिने बाटोलाई कसरी हेर्छौँ त्यसलाई नै फेरि एकपटक सोच्ने बेला आएको छ। यो दृश्य त हामी सबैले देखेका छौँ, अनुभव गरेका छौँ। जब कुनै बल फ्याँकिन्छ, त्यो सिधै अगाडि जाँदैन, बरु एउटा सुन्दर घुमाउरो बाटो बनाउँदै भुइँमा खस्छ। तर प्रश्न यो हो, यस्तो किन हुन्छ? यो किनको जवाफ पाउन हामीले स्पेस टाइमलाई बुझ्नुपर्छ। यसलाई ब्रह्माण्ड बुन्ने एउटा अदृश्य धागोको जालो जस्तो सम्झिनुहोस् न, जहाँ स्पेसको 3 आयाम यानि कि लम्बाई, चौडाई र उचाइ समयको चौथो आयामसँग जोडिएर बसेको हुन्छ। गुरुत्वाकर्षणको यो नयाँ कथा यही स्पेस टाइमको मञ्चमा घट्छ। हो, यहीँनेर हो पुरानो र नयाँ सोचमा आकाश जमिनको फरक। न्युटनको पालासम्म हामी सोच्थ्यौँ एउटा शक्तिले बललाई तल तानिरहेको छ, तर आइन्स्टाइन आए र उनले भने होइन, कुनै शक्तिले तानेको होइन, बरु पृथ्वीको पिण्डले आफ्नो वरिपरिको स्पेस टाइमलाई नै खाल्डो पारेको छ, बङ्ग्याइदिएको छ। र त्यो बल, त्यो त केवल त्यही बङ्गिएको स्पेसमा सबैभन्दा सिधा बाटो हिँडिरहेको मात्र हो। सुन्दा त यो कुनै विज्ञान कथा जस्तो लाग्छ हैन त? तर यो केवल एउटा कल्पना मात्रै होइन, यसको पछाडि एकदमै बलियो प्रयोगात्मक प्रमाणहरू छन्। सामान्य सापेक्षताको एउटा आधारभूत सिद्धान्त नै यही हो। यदि हावाको अवरोधलाई हटाइदिने हो भने, चाहे त्यो प्वाँक जस्तो हलुका होस् वा फलामको गोला जस्तो गौरुङ्गो, सबै वस्तुहरू ठ्याक्कै एउटै गतिमा खस्छन्। यसले के देखाउँछ भने गुरुत्वाकर्षण वस्तुको तौलमा निर्भर गर्दैन, बरु स्पेसको प्रकृतिमा नै निर्भर गर्छ। र यो कुरालाई जाँच्नको लागि गरिएको अहिलेसम्मकै सबैभन्दा सटिक प्रयोगहरूमध्ये एक हो लुनार लेजर रेन्जिङ। यसमा के गरिन्छ भने वैज्ञानिकहरूले पृथ्वीबाट चन्द्रमामा राखिएको विशेष ऐनाहरूमा लेजर पठाउँछन् र त्यो फर्केर आउन कति समय लाग्यो भनेर नाप्छन्। यसबाट दूरीको यति सटिक मापन हुन्छ कि सोच्न पनि गाह्रो छ। अनि नतिजा साँच्चै चकित पार्ने खालको थियो। पृथ्वी र चन्द्रमा सूर्यको वरिपरि खस्ने दरमा लगभग कुनै फरक नै छैन। यो 1.5 x⁻³ को सटिकतासम्म बराबर छ। अब यो अङ्क कति सानो हो भनेर बुझ्नलाई यस्तो कल्पना गर्नुहोस्, पृथ्वी र चन्द्रमा बीचको दूरीलाई 1 मिटर मान्ने हो भने तिनीहरूको खस्ने गतिमा हुने फरक कपालको एक रौँको चौडाइभन्दा पनि हजारौं गुणा सानो हुन्छ। मतलब गुरुत्वाकर्षणले कसैलाई पनि भेदभाव गर्दैन, सबैलाई समान रूपले नै असर गर्छ। तर मुख्य प्रश्न फेरि त्यही आएर अड्किन्छ, एउटा घुमाउरो बाटो कसरी सोझो हुन सक्छ? यसको जवाफ हामीले स्कुलमा पढेको ज्यामितिमा होइन, अलि फरक ज्यामितिमा लुकेको छ। यसलाई बुझ्नलाई यो उदाहरण हेरौँ है त। समतल कागजमा त्रिभुज बनायो भने त्यसको तीनवटै कोण जोड्दा सधैँ 180 डिग्री हुन्छ, यो हामी सबैलाई थाहा छ। तर त्यही त्रिभुज एउटा फुटबलको सतहमा बनाउनु भयो भने के होला? त्यहाँ त्यसको कोणहरूको योगफल 180 डिग्री भन्दा बढी हुन्छ। यसको मतलब के हो भने सोझो रेखाको परिभाषा सतह कस्तो छ भन्ने कुरामा भर पर्दो रहेछ। हो, यो तालिकाले समतल र वक्र स्पेस बीचको भिन्नतालाई छर्लङ्ग पार्छ। जब स्पेस वक्र हुन्छ, हामीले स्कुलमा सिकेका ज्यामितिका आधारभूत नियमहरू नै फरबदल हुन्छन्। वृत्तको परिधिदेखि त्रिभुजको कोणसम्म सबै कुरा अर्कै हुन्छ। ल, अब यो फुटबलको सानो उदाहरणबाट अघि बढेर हाम्रो विशाल त्रिआयामिक ब्रह्माण्डतिर लागौँ। त्यसो भए वैज्ञानिकहरूले हाम्रो यत्रो ठुलो ब्रह्माण्डको समग्र आकार कसरी नाप्छन् त? उनीहरू कस्मिक माइक्रोवेभ ब्याकग्राउन्डको प्रयोग गर्छन्। यो भनेको बिग ब्याङबाट बाँकी रहेको ब्रह्माण्डको सबैभन्दा पुरानो प्रकाश हो। यही प्रकाशको तापक्रममा हुने ससाना उतारचढावको नक्सा हेरेर उनीहरूले पुरै ब्रह्माण्डको ज्यामिति कस्तो छ भनेर पत्ता लगाउन सक्छन्। सिद्धान्त अनुसार हाम्रो ब्रह्माण्डको समग्र आकार यी 3 मध्ये कुनै एक हुन सक्छ। कि त फुटबल जस्तै बन्द र सकारात्मक वक्र, कि त घोडाको काठी जस्तै खुला र नकारात्मक वक्र, वा हामीले सोच्ने जस्तै पूर्ण रूपमा समतल।
र अचम्मको कुरा के छ भने अहिलेसम्मको सबैभन्दा सटिक मापनले देखाएको छ कि हाम्रो ब्रह्माण्ड आश्चर्यजनक रूपमा समतल छ। ठूलो स्केलमा हेर्दा यसले सामान्य ज्यामितिको नियमहरू नै पालना गर्छ। तर स्थानीय स्तरमा ग्रह र ताराहरू जस्ता पिण्डहरूले स्पेस टाइमलाई बङ्ग्याउँछन्, जसलाई नै हामी गुरुत्वाकर्षणको रूपमा अनुभव गर्छौं। अब यी सबै टुक्राहरूलाई एकै ठाउँमा जोडौं र आइन्स्टाइनको सिद्धान्तको त्यो गहिरो निष्कर्षमा पुगौं। त्यसो भए अन्त्यमा मुख्य कुरा के रहेछ त? गुरुत्वाकर्षण कुनै अदृश्य शक्ति होइन, यो त केवल पिण्डले स्पेस टाइमको बनावटमा पारेको असर मात्र हो। पृथ्वीले आफ्नो वरिपरिको स्पेस टाइमलाई बङ्ग्याएको छ र चन्द्रमा केवल त्यही बङ्गिएको बाटोमा आफ्नो सबैभन्दा सोझो यात्रा गरिरहेको छ। हामी पनि त्यही बङ्गिएको स्पेस टाइममा छौं र त्यही सोझो बाटो नै हामीलाई खसे जस्तो लाग्छ। र यसले हामीलाई एउटा अन्तिम तर निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। यदि स्पेस र समय जस्ता आधारभूत चिजहरू पनि हाम्रो सामान्य सोचभन्दा यति फरक छन् भने हामीले नबुझेका अरू कति रहस्यहरू लुकेका होलान्? सायद यही प्रश्नले नै विज्ञानलाई सधैँ अगाडि बढाइरहन्छ।